अहिलेको सरकार को चाहिँ नि कस्तो के हो भने यो धनदौलतहरू सो गर्ने चाहिँ ट्रेनै चलिरहेको रहेछ, ट्रेनै चलिरहेको छ। त्यो बिचमा चाहिँ फेरि हरेक पार्टीको आफ्नै हुन्छ नि त झोले हुनु, तर यति अन्धभक्त खालको चाहिँ नि झोले पनि नबन्नु। किनकि यहाँ देख्छु कि यो नयाँ पार्टीहरू भनेको चाहिँ नि आफैमा व्यवसाय गर्ने, आफैमा एउटा निर्भर हुने पार्टी हो, पहिला थिए होइन। त्यो भएको हिसाबले गर्दाखेरि पुरानो पार्टीको चाहिँ नि हेर न, पहिलाको चाहिँ नि उसको लाइफ कस्तो थियो, अहिले लाइफस्टाइल कस्तो छ। चप्पल पड्काएर चाहिँ नि काठमाडौँ राजनीतिमा छिरेको व्यक्तिहरू अहिले फर्च्युनर, अब कस्तो कस्तो गाडी, आफ्नो ब्याकग्राउन्ड कतिको स्ट्रङ छ भन्ने कुरा पनि त्यता पनि ध्यान दिनुपर्ने हुन्छ कि हामीले। त्यो भएको हिसाबले गर्दाखेरि अब 50-60 तोला चाहिँ नि सुन ठुलो कुरो होइन कि, त्यसको भनेको 1-2 करोड कति हुन्छ होला कि समथिङ अहिलेको हिसाबले गरौँ न। अरू पार्टीहरूको हेर्नु, पुरानो पार्टीहरूको हेर्नु न, 5 वर्ष कार्यकालमा एउटा वडा अध्यक्ष मलाई 5 करोडको घरेटी काठमाडौँ किन्छ भनेपछि तिमीहरू कुन युगमा छ के गाउँको चाहिँ। किनकि गल्ती भयो भने त उसको नुन त खाएको छ, नुनको सोझो त गर्नैपर्छ भन्ने एक खालका कन्सेप्ट छ। त्यो हुनु ठिक हुँदैन, किनकि भविष्यमा यस्तो खालका राजनीति गर्यो भने हाम्रो छोराछोरीलाई कतातिर डोराउँछ भन्ने कुरो अहिले पनि सोच्नुपर्छ कि तपाईँ हामीले।